हेलो गाइज सेवारो सबैजना सन्चै हुनुहुन्छ होला। अनि म चाहिँ अब धेरै पछि भ्लगमा आइरहेको छु। मैले धेरै भएको थियो भ्लग नबनाएको। मलाई आज चाहिँ भ्लग बनाउनु मन लागेर चाहिँ मैले सानो भ्लग बनाउँछु नि त भनेर चाहिँ भिडियो स्टार्ट गरिरहेको छु। पहिला चाहिँ मैले अब 3-4वटा भ्लग बनाएको थिएँ। म साथीहरूसँग घुम्न जाँदाखेरिको भ्लगहरू छ होइन। अनि त्यसपछि चाहिँ मैले भ्लग बनाएको थिइनँ। अनि मलाई त्यसै पनि बोल्न भ्लगमा आउँदैन पनि, के बोल्ने कस्तो बनाउन पनि आउँदैन। अनि आज चाहिँ मलाई भ्लग बनाउनु मन लागेर भिडियो स्टार्ट गरेको हो होइन। अनि अब पहिला त साथीहरू थियो र साथीहरूसँग घुम्न जाँदाखेरि बनाउँथेँ। अब साथीहरू पनि छैनन् अहिले, सबै कता कता गए आफ्नो फ्युचर बनाउनका लागि। अनि म चाहिँ अब एक्लै भएँ हो। अनि मेरो चाहिँ साथमा चाहिँ मेरो प्यारी छोरी छिन् हाङसामालाई चाहिँ पुरा बाढुरी लागेको त। सानो बच्चाहरूलाई यत्रो धेरै बाढुरी लाग्दो रहेछ क्या साथीहरू। 5 मिनट 10 मिनट लाग्छ मेरो छोरीलाई चाहिँ बाढुरी क्या। कति गाह्रो हुन्छ होला भन्छु। अनि त्यसपछि चाहिँ अनि अब त्यति साह्रो स्पेसल त के छैन। साथीहरूलाई धेरै मिस गरेको छु। स्पेसल रोशनी, जुनु अनि नुमालाई, स्वस्तिका त यही छ। तिमीहरूलाई मैले धेरै मिस गरेको छु। केटीहरू पहिलाको कुराहरू एकदम मेमोरेबल छ, बिर्सिन नसक्ने क्षणहरू छन्। अब त्यो पलहरू अब आउँदैनन् गाइजहरू। अहिले चाहिँ मेरो छोरी नुहाएर पनि घाम ताप्दैछ नि। यो चाहिँ मेरो छोरीको फाइनल लुक हो गाइस। लुगा लगाउँदा रोएर नमानेर अहिले सुतिरहेको छ मेरो छोरी चाहिँ। मेरो माइत घरमा चाहिँ यस्तो फुलहरू छ। यो 12 मासे फुल भयो। यो मैले हिजो सारेको। यहाँ पनि 12 मासे फुल छ। यस्तो फुलहरू छ। अनि यहाँ छ प्लान्टहरू। लिली प्लान्ट। अनि यसलाई त स्नेक प्लान्ट कि मनी प्लान्ट के पो भन्छ हौ, सायद स्नेक प्लान्ट होला हौ यो स्नेक प्लान्ट। अनि यहाँ पनि छ खुच्चो परेछ। यहाँ पनि छ स्नेक प्लान्ट। यहाँ छ ग्रिन कलरको स्नेक प्लान्ट। म चाहिँ नुहाएर फ्रेस पनि भइसकेँ। अनि अब म नानीको लुगाहरू मिलाउँछु। यहाँ चाहिँ मेरो नानीको लुगाहरू छ साथीहरू। अब यो लुगाहरू म सबै मिलाउँछु। मेरो छोरी चाहिँ सुतिरहेको छ, उठेकै छैन। अघि रुँदा गरेर सुतेको, उठेकै छैन। अब म लुगा मिलाउँछु।
सबै लुगा पनि पठाइसकेँ गाइज होइन। यो चाहिँ सुरुवाल हो, यो चाहिँ माथि टी सर्ट हो, अनि यो चाहिँ के भन्छ धोती के भन्छ मेबी धोती होला सायद। यति हो लुगा। आज हिजो बेलुकादेखि बिहानसम्मको धुको यति हो। अब यसलाई म यिनीहरूको झोलामा राख्छु। टी सर्टलाई चाहिँ यो झोलामा राख्छु गाइज म। अनि त्यसपछि सुरुवाललाई यसमा राख्छु। यसरी अनि मोजाहरूलाई यहाँ राख्छु। धोतीहरूलाई यो साइडमा राख्छु। अब चाहिँ मैले सबै यो लुगाहरूलाई चाहिँ आफ्नो ठाउँमा राखिसकेपछि चाहिँ यसरी मिलाएर राख्छु। यो हो कट्टुहरू, यसमा टी सर्ट, यसमा मोजा टोपीहरू, अनि यो भयो धोती, अनि यो चाहिँ ब्ल्याङ्केटहरू नानीलाई बेर्ने ऱ्यापरहरू, अनि त्यहाँ छ डाइपर। यति हो नानीको। यसरी राख्छु म चाहिँ नानीको लुगाहरू। आजको भ्लग चाहिँ मैले बिहान नानीसँगै सुरु गरेर आजको भ्लग चाहिँ यहीँ म एन्ड गर्न चाहन्छु। धन्यवाद।